नानी खाइ के सोचेछ के यसले यो बुढीलाई पनि हामी ढकाल्दिम न हुँदैन हुँदैन बुढी मान्छे त्यहाँ लडेर के भएर हात सात खुट्टा भाँचेर मात्र भाँचेर के हुनु आमा के माथि नै पुग्नु भयो भने के गर्ने हो नै 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 त्यस्तो केही गर्दैनौँ हामीले गर्न सक्दा पनि सक्दैनौँ अनि हामी चाहिँ जहिले सहेर बस्ने सबले हाम्रो टाउकोमा टेक्दिँदा हुन्छ त्यो नि हो केही न केही चाहिँ भन्न पर्छ के भन्ने त होइन केही नभनौँ भन्दिम ओइ बुढी अर्को उता सर त्यसरी रुडली भनेपछि उहाँले पनि हामीलाई रुडली भन्छ अनि पछि अर्को कोही मान्छे पनि आएर बोल्छ अनि पछि भनाभन हुन्छ पक्कै कसैले यो सोसियल मिडियामा गएर हालिदिन्छ अनि ओइ ओभर थिङ्किङ सेल ह्याङ भयो ड्यामेज कन्ट्रोल ल त्यसो भए दिदी अलिकति उता सर्नु त त्यति चाहिँ भनौँ भन्दै मुखमा भन्दै दिदी अलिकति उता सर्नु त भन्दै दिदी अलिकति उता सर्दिनु न ओइ बहिनी ओइ त जस्तो कंगालसँग मैले डेट गर्छु होला मेरो बिजनेस करोडौँको भएपछि तैँले देख्लास् त्यसपछि म पनि अनि त्यसपछि के भयो अनि के हुनु डुब्यो अब कसरी पो मुख देखाउने हो त फेरि सुरु गर म हालिदिन्छु तँलाई पैसा के 3 वर्ष मेहनत गरेर मागेर 10 लाख क्यापिटल जम्मा गरेछु तर मलाई 50% इक्विटी चाहिन्छ अनि आरओआई चाहिँ हरेक वर्ष चाहिन्छ हुन्छ अनि सुन त आजबाट मलाई त हैन सर भन है सर छिटो आइज यता हाम्रो फर्स्ट अर्डर आयो एलएमएनओपी लजिस्टिक्सले डेलिभरीको लागि भन्यो फेरि रोडमै पुग्नु मन छ अनि भर पर्दो र अफोर्डेबल पठाउ पार्सल युज नगरेर के झन् नयाँ मर्चेन्टले 50 वटा फ्री डेलिभरी पाउँछ त्यसमाथि नेपाल भर 500 प्लस लोकेशन्समा डेलिभर हुन्छ ग्यारेन्टीका साथ सर त लास्ट स्मार्ट यार ओइ बहिनी ओइ पर्दैन यही बस्ने आज त्यस्तो रक्सी खाएर पनि काम चलाउन सक्छु केही ड्रङ्क्स भएको छैन यही खाएको जति उत्रिस पर्दैन यही बस्ने आज फट भने केही हुन्न यसै ओभर रियाक्ट गर्ने के खाएर चलाउने रे कति चलाए त्यसरी केही भएको छैन कस्तो भोक लाग्यो कहाँ खान जाने भोक लाग्यो बेबी गर्ल इटालियन फुड खाने किम्बाप बिबिम्बाप रामेन तोबोकी जाप्चे हेर दाल भात पाऊ 24 आवर है अमिलो पिरो चिल्लो टुक्कै एस्थेटिक चाहिँ छ है फोटोसोटो खिचेछ भने चाहिँ दामी आउँछ इन्स्टाग्रामेबल चाहिँ छ है के भनेको के होइन अगाडि हेरेर चलाउनु भनेको के भने अगाडि हेर्नु यो गुगल म्याप्सले नि कहाँ देखायो आयो ले उहिले टर्न गर्नुपर्ने रहेछ भने एकछिन है म वाकेर आउँछु आन्टी तपाईँ त्यहाँ धेरै दुःख नदिनु त अरूलाई चुपचाप लाएर बस्नु नत्र जानुभयो हुन्छ अर्कै बसमा आउनु ट्राफिक दाइ मन पर्यो मलाई लैजान्छु घुमाउन तिमीलाई कस्तो कसैले टोयलेटको लागि रोक्नु नभनेको के यहाँ मान्छेलाई यहाँ आधी घन्टादेखि च्यापेर मर्नु लागिसक्यो के साह्रो बिस्तारै गाडी चलाऊ कस्तो हुई गएको हो यो आइज नि त त चला आइज ओ भाइ तिमी गाडी चलाउ त म एकचोटि यो मेरो फेभरेट गीत गाएर नाच्नु पर्यो भाइले पनि मोबाइल लिजेन्ड खेल्छ गजब भाइ गजब बबाल खेल्दो रहेछौ यार तिमी ल तपाईहरुलाई खाना खानलाई मैले कोरियन रेस्टुरेन्ट ल्याइदिएछु है किम्बाप एउटा प्याक गरेर ल्याइदिनु न मलाई पनि कत्रो भिड हो यो ए भगवान ए परमेश्वर हेर्नु भएन ज्ञान कसैले यहाँ बस चलाउन आउँछ ए यो भिड चाहिँ कटाइदिनु न है भाइ राइट जाने कि लेफ्ट जाने रे लेफ्ट भने कुन साइड हो फेरि लेफ्ट ओइ बहिनी ओइ कसले गर्नु नि तेरै राक्षसले बुढीले गरे नि अचम्म एकछिन यसको लागि पे गर्ने यसको त कहानी मै भनिदिन्छु मिस्टर सुसँग हुन्छ अनि मिस्टर गुरु मिस्टर सुको भिडन्त पर्छ अनि मिस्टर गुले चाहिँ अब पाउँदैन केटी किनभने मिस्टर सु एकदमै राम्रो हुन्छ यही प्लट लाइनको मैले 20 वटा हेरिसकेँ 20 वटा यो हेर्नलाई म पैसा तिर्छु म पैसा तिरेर फिल्म त हेर्दिन 4 वटा एड हेरेर युट्युब हेर्छु यार युट्युब प्रिमियम किन्न छैन हामीलाई त उल्लु सोचेर रहेछ कति प्लेट लाफिङ आउँछ थाहा चाहिँ यतिले कति प्लेट लाफिङ आउँछ गाउँलाई खुवाउनु पर्छ गाउँलाई सहीको हो कि क्या हो कलियु हो के कलियु ओइ बहिनी ओइ ईशा आई लभ यु एक्चुअली मैले तिमीलाई मन पराएको धेरै भइसक्यो तिमी बिना म बाँच्न सक्दिन विल यु म्यारी मी सरी ल आई हेभ अ बोयफ्रेन्ड इति मंगल भावनाया मंगल हारे ओइ बहिनी ओइ 一往头一往，去年的烦恼和姑娘。模
晃魔晃都魔晃，今年的姑娘更漂亮。 नयाँ बक्स क्यालकुलेटर पनि भएको 3टा पेन्सिल त चाहिहाल्यो रिभिजन गर्दाखेरि लेखेको पेन यो त चाहि नै हाल्यो मेरो लक्की पेन झिलिमिली पेन बिकज भेरी क्यूट र पेन्टिङ ब्रस पनि चाहिहाल्यो मार्कर त झन् छुटाउनै भएन अफ कोर्स स्केल त राख्नै पर्यो ल पेन भनेर त टुथ ब्रस पो बोकेर आएको छु यार ओइ बहिनी ओइ नानी यो मेरो टिकटकमा भएको फ्रेन्ड्सहरुले सबै यो नयाँ वर्षको वाला पठाइदियो त यो नयाँ वर्षको शुभकामना है मैले पठाइदिन्छु नि त्यो भिडियो हेर्यो नानी यो डाउनलोड कसरी गर्छ ए भाग्यमानी बाबु ल तिमीलाई पनि नयाँ वर्षको शुभकामना के पठाउनु भएछ खै बज्दैन त ए त्यही नयाँ वर्षको त होला नि सेन्ड टु अल ए दिदी तपाईको बुढा त्यहाँ ढोका ढङढङ गराएको रहेछ मलाई यो अर्काको बुढोको चाहिँ टेन्सन चाहिँ किन भएको मेरो बुढोले जेसुकै गरोस् नासुकै जाओस् जेसुकै खाओस् तँलाई चाहिँ किन यसरी हेर्नु पर्यो अर्काको घरमा अनि आफैले त्यहाँ भोइस मेसेज पठाएको होइन के बुढी ढोका खोल न छिटो मलाई यहाँ दिशा चाहिँ आपेर कस्तो भइसक्यो कि तिमीले यहाँ कोठामा थुनेर गएछौ के ओ ओनु ओनु ओसे ओइ बहिनी ओइ हेर मनुष्य एकचोटि यहाँ आइपुगेपछि फिर्ता जाने भन्ने हुँदैन आज मेरो बर्थडे हो नि त अनि के गर्नु त प्रभु मनुष्यहरूले जन्मदिनलाई अलि ठुलै कुरा मान्छन् जस्तै होमवर्क गरेर आएन भने टिचरले पनि त्यो दिन छोडिदिन्छ मर्ते लोकको चलनै हो प्रभु चित्रगुप्त हजुर प्रभु आज साँच्चीकै यो मनुष्यको जन्मदिन हो त आज यो मनुष्यको जन्मदिन हो मैले चकलेट पनि ल्याएको छु चकलेट मनुष्यहरूको लोकमा जन्मदिनमा चकलेट बाँड्छ प्रभु ल ल धन्यवाद ह्यापी बर्थडे टु प्रभु यो मनुष्यहरूको जन्मदिनको गाना हो गाउनुस् प्रभु गाउनुस् ए ह्यापी बर्थडे ह्यापी बर्थडे टु ल ल ल ल जाऊ 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 Happy birthday to you. 12 बज्यो मनुष्य तिम्रो जन्मदिन सक्यो लो एडा भर्खर सकेको त गतेवाला बर्थडे थियो प्रभु मेरो तिथिवाला बर्थडे त भर्खर सुरु हुँदैछ ल ल ल भोलि आउला हैन दुःख नगर्नु प्रभु भोलि त मेरो इंग्लिश वाला बर्थडे हो छोड दे यसलाई यतै ओइ बहिनी ओइ त रात भर नसुतिकन फोन चलाएर बस्दो रहेछस् हैन छिटो छिटो सुत्ने गरे यस्तो 2-3 घण्टाको सुताइले हुँदैन अनि त भयो भने त के हो दिमाग उड्छ फेरि टाइममै सुतेको छु के मेरो दिमागलाई केही भएको छैन कस्तो हजुर पनि ओइ बहिनी ओइ